अहिले हाम्रो नेपालमा एउटा माइन्डसेट के छ भन्दाखेरि हामी कुनै पनि प्रडक्सन गर्दाखेरि इन्डियासँग कम्पिट गर्न सक्दैनौँ वा चाइनासँग कम्पिट गर्न सक्दैनौँ भन्ने छ हैन। किनभने इन्डियामा मास स्केल्समा चाहिँ यति सस्तोमा बनाइदिन्छ कि यहाँ आउँदा पनि हामीले यहाँको प्रडक्सनसँग कम्पिट गर्न सक्दैनौँ भन्दैछौँ। तपाईँले उल्टो यहाँको प्रडक्सन इन्डियामा लगेर बेच्दै हुनुहुन्छ हैन, र त्यहाँको मार्केटसँग कम्पिट गर्दै हुन्छ। यो पोसिबल कसरी भइरहेछ कि होइन, प्रोडक्सनले कम्पिटिसन गर्ने भनेको कुरा त कहाँ आएर पर्छ भने नि सर, यो उत्पादनमा र मटेरियल हो। हजुर होइन, प्रोडक्सन गर्नको लागि सबैभन्दा पहिला र मटेरियल चाहियो। हजुर, तपाईँले गएर ल आलुको एक्जाम्पलमा आउनुहोस् न त। तपाईँ ल म कोइलालीमा गएँ अरे सर, एक्जाम्पलको लागि कोइलालीमा गएर मैले आलु उत्पादन गरेँ। मैले 1 घन्टामा तपाईँको 2.5 टन चाहिँ फ्रेन्च फ्राइज फिनिक्स प्रोडक्सन उत्पादन गर्छु। त्यसको लागि मलाई चाहिँ 5 टन आलु चाहिन्छ हैन, 5 टन आलु चाहिन्छ मलाई 1 घन्टामा। 10 घन्टा मैले प्लान चलाउने चाहिँ इस्टिमेट डेलीको गर्छु भने त मलाई त 5.50 के अरे टन आलु चाहिँ मलाई डेली चाहिन्छ। डेली चाहिन्छ हैन, 1 शिफ्टको लागि चाहिन्छ, 1 शिफ्टको लागि चाहिन्छ भनेपछि उत्पादन कसरी गर्नुपर्छ त तपाईँले? अब त उत्पादनमै आउनु पऱ्यो नि त। उत्पादनका जोनहरू हजुर, कोइलालीमा गएर मैले 1-2 ट्रक आलु उत्पादन गराउनु त मलाई त पोसिबलै हुँदैन। मैले त त्यहाँको किसानहरूलाई समेटेर कमसे कम पनि त्यहाँबाट चाहिँ 100 ट्रक आलु मैले मेरो फ्याक्ट्रीले, मेरो उद्योगले ल्याउने माहौल बनाउनु पर्यो। किसानहरूले पनि त्यही हिसाबले उत्पादन गर्नु पर्यो। अनि कस्टका कुराहरू त त्यहीँनिर आइहाल्छ त। कस्ट कम्प्लेन भन्ने कुरा त, कस्टसित चाहिँ कम्पिटिसन भन्ने कुरा त के हो भने, अब इन्डियाले पनि तपाईँको आजको दिनमा 1995मा आफ्नो फ्राइज बेचिरहेछ। हामीले पनि त्यही सेम फ्रेन्च फ्राइज 1995मा हामी इन्डिया पठाइदिइरहेछौँ। 1995मा पठाइदिनु मतलब आइएनआर इन्डियन फ्राइज। त्यहाँ लोकेसन चाहिँ कुन हुन्छ? बढी जसो युपी बिहारतिरै हुन्छ कि? अहिले चाहिँ सुरुवात चाहिँ हाम्रो उत्तराखण्डबाट भएको छ। उत्तराखण्डमा हामीले चाहिँ 5-6 कन्टेनर पठाइदिइसक्यौँ र लखनऊमा हामी केही साथीहरूलाई जोडेर केही डिस्ट्रिब्युटरहरू त्यहाँ आह्वान गरेर डिस्ट्रिब्युटर जोइन गराएर अब नेक्स्ट यो सायद आर्थिक वर्षपछि हामी असारपछि त्यो प्लानिङमा पनि छौँ। र सँगसँगै इन्डियालाई मात्रै होइन, हामीले टार्गेट गरे हाम्रो फ्राइज त यो चाहिँ तपाईँको अमेरिकाको उसमा एफडिएमा नि त रजिस्ट्रेसन भइसकेको छ त। हामी त अब उहाँ पनि पठाउने तयारीमा छौँ। तपाईँको मैले हेरेको थिएँ दुबई, अनि त्यसपछि मलेसिया होइन, इन्डिया, नेपाल, तपाईँ युएसए होइन। मैले इन्डियाको चाहिँ अलिकति के बुझ्न खोजेँ भन्दाखेरि, ले चाहिँ तपाईँको त अब त्यो बुटोल साइडमा भयो, अलिकति उता इन्डिया बोर्डर साइडमा भयो। त्यहाँबाट चाहिँ अब उत्तराखण्ड तपाईँले भन्नुभयो, युपी बिहार जो चाहिँ क्लोज टु हाम्रो नेपालमा छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ ट्रान्सपोर्टेसन हाम्रो सस्तो पर्ने भयो। त्यस कारणले हामीले इन्डियन कम्पनीसँग कम्पिट गर्न सकियो हैन। एउटा चाहिँ भनौँ न युनिट इकोनोमिक्सको हिसाबले कसरी कस्टिङ कम पर्न आउँछ वा उताको कम्पिटिटरसँग कसरी हामी कम्पिट गर्न सक्छौँ भनेर। हामीलाई चुनौती त थुप्रै छन् हैन, उनीहरुसित काम गर्नको लागि अथवा उनीहरुसित कम्पिटिसन गर्छु भनेर हामीलाई सायद त्यो पोसिबल पनि हुँदैन होला। हामीले त्यहाँका थुप्रै फ्याक्ट्रीहरू भिजिट गर्छौं। त्यहाँ त यतिसम्म सुविधा छ कि त्यहाँको फ्याक्ट्रीहरूले विदेशमा एक्सपोर्ट गर्छ भने नि त्यो ट्रान्सपोर्टेसनको पनि सुविधा राज्यले बेयर गर्छ के। कस्ट नै ओके। अनि लगेर तपाईको शिफ्टिङसम्म लानलाई लागि हैन, त्यहाँ गएर फ्रेन्च फ्राइज त तपाईको एउटा फ्रोजन फुड हो। यसलाई त एउटा टेम्परेचरमा -20 डिग्रीमा तपाईको मेन्टेनेन्स गरेर राख्न पर्ने हुन्छ हैन। ट्रान्सपोर्टेसनको भेहिकलहरू पनि त्यस्तै हुनु पर्यो, स्टोरेजहरू पनि त्यस्तै हुनु पर्यो। इन्डिया भारत सरकारले त हामीले देखेकै हो त्यो कुराहरू त। तपाईको यो उनीहरूको चाहिँ सिपसँग जहाँसम्म जान्छ वहाँ स्टोरहरू बनाएका छन्, त्यहाँसम्म डेलिभरी कम्पनीले गरिदियो भने त्यहाँबाट उता सबै तपाईँको त्यहाँ लाग्ने कस्टहरू सरकारले बेयर गरिदिन्छ। एक्सपोर्ट गर्नेलाई सुविधा अलग छ। डलर के अरे भित्राए बापतको एक्सपोर्ट इन्सेन्टिभ्स पनि अलग होला। एक्सपोर्ट इन्सेन्टिभ के त्यो एउटा चाहिँ छुट्टै उनीहरू पाउँछन्, ट्याक्स फ्रीहरू गरिदिइरहेछ हैन। उद्योगहरूको लागि चाहिँ तपाईँको बिजुलीहरू तपाईँको पानीहरू त सबै एभ्रिथिङ हैन सब्सिडीमा छ त्यहाँनिर। हामीसँग त उस्तै पऱ्यो भने हामीले लाइन माग्न गयो भने लाइन दिन गाह्रो छ। यहाँ त बिजुलीको लाइन लिन गयो भने मलाई लाग्छ हामीले 60-70 लाख रुपियाँ त बिजुलीको लाइन पोल तान्दाखेरि, तार प्राइभेट कम्पनीले तान्दाखेरि तार र चाहिँ हाम्रो बिजुलीको पोलमा खर्च गरिरहेको छौँ हामीले। त्यतिसम्म त राज्यले पनि त गरिदिन सक्छ नि। एउटा ठुलो इन्डस्ट्री आइरहेछ गइरहेछ भनेपछि त्यो इन्डस्ट्रीलाई चाहिने विद्युतहरू कसरी दिने हो, विद्युत कसरी पुर्याइदिने हो अथवा त्यहाँसम्म कसरी दिने हो भन्ने त एउटा सोच बनाइदिनु पर्यो नि त। उद्योगलाई चाहिँ देशलाई नै अगाडि बढाउने, उद्योगलाई स्थापित गर्ने भने त उद्योगलाई स्थापित गर्ने भने खै त कहाँनिर छ। राज्यले कानुन त बनाउँछ, कता कता बनाउँछ, हामी त त्यहाँ कानुनमा पुग्नै सक्दैनौँ त। हामीले त भेटाउँदा पनि भेटाउँदैनौँ त कानुन कहाँ हुन्छ भन्दा
हरेक चाहिँ उसमा आउँछन् केही न केही नयाँ कुराहरू आउँछन् तर हामीले त केही पनि पाउँदैनौँ उस्तै पऱ्यो भने हामी चाहिँ तपाईँको लाइन चाहिँ जब उद्योग चल्छ लाइन चाहिँ तपाईँको झ्याम झ्याम त्यो ट्रिपिङ जो हुन्छ नि त्यो ट्रिपिङले मात्रै हाम्रो कति लस जान्छ त्यहाँ त्यो प्लान्ट त कन्टिन्यू स्मुथली चल्न पऱ्यो नि त एक्ज्याक्टली होइन त्यहाँ त बोइलरहरू हुन्छन् भित्र के अरे तपाईँको बलान्सरहरू चलिरहेको हुन्छन् प्लान आइकेपहरू चलिरहेको हुन्छन् थुप्रै इक्विपमेन्टमा चलिरहन्छ एकचोटि लाइन सर्ट हुँदा बित्तिकै त्यहाँ कत्रो ठुलो इस्यु आउँछ 2.5 टनको लाइन हुन्छ फ्राइज तपाईँको फ्रेन्च फ्राइजको एकचोटि लाइन जाँदाखेरि ट्रिपिङ जाँदाखेरि हाम्रो त्यो 2.5 टन जो फ्रेन्च फ्राइज हुन्छ नि सबै हाम्रो वेस्टेज हो सबै वेस्टेज डिस्पोजल गर्नुपर्छ प्यारामिटरहरू त्यसको टेम्परेचरहरू सेटअप गरे हुन्छ नि त्यो सबै बिग्रिन्छ त्यो स्थितिमा हामीले काम गरिरहेछौँ त त्यो रिस्कमा हामीले काम गरिरहेछौँ त त्यही भएर उहाँहरूको अब उत्पादन अहमदाबादमा जानुहुन्छ भने किसानहरूलाई आलु उत्पादन गरे बापतको तपाईँको बिउ पुरै कम्प्लिमेन्टली नै पाउँछ राज्यले दिन्छ त्यहाँनिर इन्डियामा सबै सब्सिडीमा हुन्छ किनिदिन्छन् किसान के अरे फ्याक्ट्रीहरूले उद्योगहरूले किनिदिन्छन् उद्योगहरूले कतिमा किने त्यसमा फेरि 2-3 रुपियाँ राज्यले नै किसानलाई दिएको हुन्छ कि आलु उत्पादन गरेको भनेर उहाँहरूको काम गर्ने तरिका फरक छ हाम्रो फरक छ उहाँहरूको फरक छ त्यही पनि हामीले प्रयास गरेका छौँ हामीले पनि त्यही नै उनीहरूको को देखासिकी नै हो हामीले नि गर्न खोजे उनलाई तर हामी कतिपय ठाउँमा चुकेका पनि छौँ कहाँनिर हाम्रा कमजोरीहरू छन् तर पनि हामीले चाहिँ कम्पिटिसन गर्न त सक्छौँ हामी किन सक्छौँ भने ट्रान्सपोर्टको कुराहरूमा यसमा जोडिँदैन ट्रान्सपोर्टेसन यसको त्यत्तिकै नै यसको हाई हुन्छ रेफ्रिजरेटर भ्यान हुन्छ त्यसले चाहिँ तपाईँको जेनेरेटर मार्फत चलाउनु पर्ने हुन्छ 2टा इन्जिन भनौँ न एउटा गाडी चलाउँछ एउटा फेरि चलाउनु 2टा इन्जिन चाहियो त्यसको लागि डबल फ्युलहरू डबल खाने भएपछि ट्रान्सपोर्टेसन कस्ट त त्यत्तिकै पनि बढ्छ र बोर्डरको नजिक भएको हुनाले मात्रै सजिलो हामीलाई के भने उता पठाउनको लागि होइन ट्रान्सपोर्ट का भाइकलहरू इन्डियाबाट धेरै फ्रोजन फुड नेपालमा आउने भएको हुनाले कतिपय भाइकलहरू हामी चाहिँ केही राहतमा पाउँछौँ यहाँबाट पाउँछौँ नत्र हामी आफ्नै भाइकलमा पनि पठाउने तयारी गरिरहेछौँ भनेको बेलामा समयमा पाइँदैन कुर्नुपर्ने हुन्छ उनीहरूलाई गऱ्यो भने होइन हामीसँग भएको भाइकलमा पनि हामी ट्रान्सपोर्ट गर्ने कि भनेर हामी चाहिँ कुरा गरिरहेछौँ यो सन्दर्भमा हामी गर्न सकिन्छ जस्तो लाग्छ मलाई